छातीमा फुल फुल्ने बेला बाबाको हातको टिका लगाई दुःख पीडा भुल्ने बेला। हेलो एभ्रिवान, वेलकम टु माई न्यू भिडियो। तपाईँहरू सबैजना सम्झाउनुहुन्छ होला, म पनि ठिकै छु। र आज चाहिँ म भर्खर उठेर चाहिँ यहाँ आज टिकाको दिन हो र सुरुमा चाहिँ तपाईँहरू सम्पूर्णमा ह्याप्पी दसैँ भन्न चाहन्छु। र आज चाहिँ अब टिकाको लागि सामानहरू मिलाउँदैछ है त, त्यही हो। ल भर्खर उठ्यो हो, उठेर चाहिँ अब यहाँ हेर्नु है त। ल टक्क यता यो बनाउँदै के बनाउनु भएको हो नि त, के बनाउनु भएको हो? मासु बनाउनु ला हो, यता मासु बनाउनु ला हो। ल गाइजहरू यस्तो हरियाली छ क्या, हरियाली छ फेरि होइन। यहाँ यो फुलहरू रहेछ हाम्रो यता टक्क ल, र फुलहरू है, धाराहरू अनि त्यही हो है। ल त्यही नै हो। अब अहिले एकछिनपछि अनि भेटौँला है त फेरि। ल काँक्रो सबै रेडी भइसकेछ, यता तिल हो यो अनि उहाँ चाहिँ हाम्रो एउटा त्यो लत्ते भन्छ नि, चिन्चर भात त्यो चाहिँ बनाउँदैछ है त्यो। ल यता चाहिँ हाम्रो भाइले चाहिँ मासु पोल्दैछ। के को मासु हो? च्वाचे मासु सुँगुर बङ्गुर। ल पोल्दैछ यसले। यो त भर्खर सुरुवात, अझै कति पोल्न छ पोल्न। ओठ। ल टिकाको सामानहरू रेडी भइसक्यो। यता यो छ अनि यो छ है, यता अनि यस्तो बाबा हुनुहुन्छ अनि यता यो ल जे होस्। ल अब सुरु गर्न लाग्यो है त। ल फाइनली भाइले चाहिँ टिका लगायो है त यहाँ। ल मम्मीले टिका लगाइदिनु भएको छ अनि फेरि यता चाहिँ हाम्रो बाबा हो, मलाई चाहिँ अघि बाबाले लगाइसक्नु भयो। ल त्यही हो अब है। ल टिकाको चाहिँ आज चाहिँ हाम्रो त्यस्तो चाहिँ धेरै त भएन। ल ट्याक्क कलर। ल एउटा ल बाबाको ल राम्रोसँग ल यता हेर्दै भयो भिन्न। ल है मम्मीले चाहिँ मेरो साथीलाई चाहिँ टिका लगाइदिनु भएको छ। ल है त। ल गाइजहरू है, टिका लगाइदिनु भएको मम्मीले त। ल ल अब चाहिँ मम्मीले चाहिँ त टिका लाउनु लाग्यो, बाबाले चाहिँ लगाइदिनु लाउनु भएको है त। ल गाइजहरू हेर्नु है त कस्तो हुन्छ। ल बस ल है त। ल राम्रोसँग लगाइदिनु है त। ल मैले पनि लगाइसकेँ अघि नै। ल त्यही नै हजुर हजुर। हाम्रो मम्मीले चाहिँ बाबालाई चाहिँ टिका लगाइदिनु लाउनु भएको है त। ल यस्तो छ है त। ल राम्रो राम्रो आशीर्वाद है त। ल एकदम दिमाग चाहिँ एकदम तेज हुने। ल राम्रो छ। ल अनि हजुरको मेरो लागि ओइ दाइ रोइ धेरै धेरै आयो, धेरै अब अलिअलि त्यो काम खाना खानालाई चाहिँ रेडी भएर बसेछ है त। ल यता ल अब सबै खाना सब रेडी भइसक्यो। अब खाना लाग्यो है त, हामी लास्ट भोग लाग्छ है त। ल यता हाम्रो मम्मीले चाहिँ हाल्दै हुनुहुन्छ है, यता हाम्रो ध्रुव सर अनि यता हाम्रो भाइ अनि यो चाहिँ मेरो भाग है त। ल केटा ल को चिसो काम ल चेस गरौँ। ल ध्रुव सर ल चेस। ल है त। ल खानु पऱ्यो। मम्मी खुसी भए? एकदम खुसी, यता हाम्रो बाबा एकदम खुसी यता खुसी। ल ल हेरे ल ल खाम है त। ल हेर्नु चिसो लगाएर खाना खाऊँ होला, लास्टै भोग लागेको छ अब, त्यही नै हो है। ल ओ यस्तो मिठो खाना खान पाइने भयो त है। दही ल्याउनु, दही 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 खै दही कसौरोमा खाने हो? गिलासमा भयो भने थियो। ल टिका लाउँदैछ। ल यता हेर त बहिनी। ल यताको एकछिन दुईजनालाई अहिले हेर्न पठाउँ। ल यता छ है टिका। सुजन तिमीले राम्रोसित पनि मम्मीको भन्ने मान्न के रे? खै सुजन यता हेर त एकचोटि। आशिष नि दिएको थियो भन है। खै सुजन यता हेर त एकचोटि। यता हाम्रो लगन आउँछ। हेरे होइन मेरो भ्लग? नाइ ल हेर्ने सुन्दरी मगर छ है।